मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्षे मङ्गलाय तनोहरि नारायण जय होस् सबैमा। विक्रम सम्वत 2083 सालको वार्षिक राशिफल लिएर म नारायण सिलवाल यहाँ समक्ष उपस्थित भइसकेको छु। वृश्चिक राशि तो नानी नुनेनो या बाट हजुरहरूको पनि नाम आउँछ भने पक्कै पनि यहाँहरूको पनि वृश्चिक राशि हुनेछ। मध्यम फलदायी वर्ष रहेको छ। बृहस्पति शुभ रहनाले पठन पाठनमा राम्रो रहनेछ। धार्मिक तीर्थस्थलहरूको यात्रा हुनेछ। माङ्गलिक कार्यमा अधिक समय बित्नेछ। मध्य भागमा केही आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ। शनि अशुभ रहनाले आर्थिक समस्याले चिन्ता थप्नेछ। सन्तान सम्बन्धी चिन्ताले समेत सताउनेछ। राहु र केतुका कारण जग्गा जमिन र वाहन सम्बन्धी विवाद हुने देखिन्छ। नोकरीमा थुप्रै अपजस खप्नु पर्नेछ। वैशाखमा शत्रुनाश हुनाले सुखको अनुभव हुनेछ। जेठमा यात्राहरू र आर्थिक क्षति हुने योग देखा पर्दछ। असारमा स्वास्थ्य समस्याले सताउनेछ। श्रावणमा पाप कर्म गर्नाले मान प्रतिष्ठामा बाधा पर्ने देखिन्छ। भदौमा हजुरहरूको काम बन्ने र समस्याहरू समाधान हुने योग देखा पर्दछ। असोजमा हजुरहरूलाई धन लाभ र सुख बढ्ने ठुलो योग देखा परेको छ। कार्तिकमा धन नाश र पीडा हुनेछ भने मङ्सिरमा स्थान परिवर्तन हुने र पुसमा व्यवसायमा हानि हुने योग देखा पर्दछ। माघमा ऋण भय र मानहानि हुनेछ भने फागुनमा आर्थिक सङ्कट र चैतमा सुख समृद्धि हुने योग देखा पर्दछ। वैदेशिक क्षेत्रका कामहरूमा हजुरहरूको समस्या आउने देख्दछ भने पशु व्यवसाय र कृषिबाट राम्रै लाभ हुनेछ। नोकरीमा मान बढ्नेछ। आर्थिक दृष्टिले वैशाख भदौ असोज र माघ महिना यहाँहरूको शुभ रहनेछ।